यसको लागि हामीले के गर्नु पर्यो भन्दाखेरि यसको चाहिँ पहिला सुरु के गर्नु पर्यो हामीले कोअर्डिनेट चाहिँ हामीले के गर्नु पर्यो ट्रान्सफर्म गर्नु पर्यो है त। ल सुरुमा अब हामीले के गरौँ यो डबल जेसमा छ डबल जेसमा हामीले केमा लिएर जाने भन्दाखेरि सुरुमा चाहिँ प्रोजेक्टरमा लिएर जाने है। यसमा लाने हामीले डबल जेस छ तपाईको डबल जेस को डाटाम डबल जेस छ यही डबल जेस को डाटामको डबल जेस डाटाममा के गर्ने हामीले युटीएम मा लिएर जाने है त। ल यसको लागि हामी सुरुमा के गर्छौं भन्दाखेरि दुई तरिकाले निकाल्न सकिन्छ हैन। एउटा विन्डोमा गएर तपाईले सर्च गरेर जे पनि कुराहरु छिटै निकाल्न सक्नुहुन्छ हैन। विन्डोमा गएर सर्च गरेर तपाईले के गर्न सक्नुहुन्छ भने PROJECT प्रोजेक्ट लेख्ने बित्तिकै पनि निकाल्न सकिन्छ। हामीले प्रोजेक्ट डेटा म्यानेजमेन्ट टुल यसरी पनि आउँछ। अर्को भनेको अब अर्को चाहिँ अब कसैलाई तपाईहरुले पनि पछि कसैलाई सिकाउन पर्यो भने काम लाग्छ। जस्तो तपाई आर्क टुल बक्स भित्र गएर हैन डेटा म्यानेजमेन्ट टुल भित्र जानुभयो भने तपाई चाहिँ के हुन्छ त्यहाँ तपाईले प्रोजेक्ट एन्ड ट्रान्सफर्मेसन भन्ने देख्नुहुन्छ हेर्नु त। त्यो भित्र तपाईको प्रोजेक्ट भन्ने छ के त्यो प्रोजेक्टमा जान सकिन्छ है। अब तपाईको कस्तो हुन्छ ट्रान्सफर्मेसन पनि फरक छ है। जस्तै हाम्रो कुन डेटा हो थाहा नि तपाईहरुलाई यो भेक्टर हो कि राष्ट्र हो भन्नु त तपाईलाई थाहा होला नि यो त राष्ट्र ए भेक्टर यो चाहिँ हाम्रो भेक्टर डेटा है। भेक्टर डेटाको लागि तपाईको कोअर्डिनेट चाहिँ तपाईको सेम भए तापनि ट्रान्सफर गर्ने तरिका चाहिँ अलिकति फरक हुन्छ है। टुल चाहिँ फरक हुन्छ के। अब भेक्टरको लागि भनेको यो भित्र भयो त राष्ट्रको लागि प्रोजेक्टको लागि चाहिँ भित्रतिर गएर खोजेर तपाईले राष्ट्र प्रोजेक्ट राष्ट्र भन्ने त्यहाँबाट गर्नुपर्छ के। भेक्टरको लागि चाहिँ हामी बाहिरबाट गर्न मिल्छ यहीबाट है। अब यसमा के गर्ने यहाँ जे कमान्ड माग्छ त्यही दिने मात्र काम हो। जस्तै हाम्रो सुदूरपश्चिमलाई यसरी राख्ने हामीले यहाँ हैन इनपुट राष्ट्र त्यो राख्नु होला। आउटपुट चाहिँ तपाईले एउटा कतै आउटपुट चाहिँ दिनु होला हैन। जस्तै आउटपुटको लागि चाहिँ अघि हामीले बनाएको छौं फोल्डर एउटा फोल्डर चाहिँ एकदम म्यानेज गरेर चलाउन सिक्नु होला तपाईहरु है। अनि दुईटा कहिले लेख्नु पर्यो नि अन्डरस्कोर दिने कुराहरु पनि थाहा होला तपाईलाई हैन। त्यही पनि त्यो ख्याल गरेर राख्नु त्यो कुराहरु चाहिँ है। यसमा अरु के अनि त्यसपछि हामीले के गर्नु आउटपुट कोर्डिनेट सिस्टमको दिन पर्यो हामीले। त्यसको लागि के गर्ने यसमा जाने हामी हैन। तपाईको यस्तो देखाइरा होला एउटा जियोग्राफी र प्रोजेक्ट भनेर देखाएर हामी केमा जानु पर्यो प्रोजेक्टमा जानु पर्यो। त्यसको प्रोजेक्टमा गएर पनि युटीएम मा जानु पर्यो हामी। युटीएम को डबल जेस 1984 को डाटा म नर्थर्नमा जानु पर्यो। मैले भनिसके त्यो लेफ्ट तिर हाम्रो कुन हुन्छ 45 हुन्छ 44 हुन्छ ओके गर्ने हैन। डाटा दुईटैको एउटै हो फेरि है। त्यसै के गर्ने हामीले ओके गर्ने। हैन तपाईहरुकोमा देखाउँछ होला है। मेरोमा चाहिँ आज लोड पनि भइराको छ नि। तपाईहरुको कसैको जीएसएम भएन भने चाहिँ अफ गरेर खोल्नु होला है। तपाईको क्र्याक भर्जन भएको कारणले गर्दा कहिलेकाहीँ देखाइरा हुँदैन है। त्यो चाहिँ मेरो यतातिर चाहिँ देखाछ होला हेर्नुपर्छ अब। तपाईको सिधै त्यही लोड भएर आउँछ होला है तपाईहरुको चाहिँ। मैले तपाईको सेसको फोल्डर चाहिँ कनेक्ट गर्छु। मैले चाहिँ विमल पोखरेल भित्र सेस ट्रेनिङ भन्नेलाई चाहिँ मैले कनेक्ट गरे डे 3 भित्र। जस्तै मैले सुदूरपश्चिम युटीएम भन्नु यो चाहिँ मेरो चाहिँ आको छ है त। अब तपाईले यहाँ लाग्ला फेरि तपाईलाई केही चेन्ज देखे छैन भन्ने लाग्छ होला तपाईलाई हैन। नो कलर भयो यसलाई कुनै एउटा कलर दिए भयो हैन। यसको पनि नो कलर भयो कुनै पनि कलर दिए नि हैन त किन चेन्ज भएन भन्दाखेरि यसको चाहिँ ठ्याक्क माथि परेको छ नि। किन भन्दाखेरि हाम्रो डाटा त के हाम्रो दुईटैको सेम हो नि त हैन र। यसको पनि डबल जेस यसको पनि डबल जेस हो। यसको त हाम्रो के भएको कोर्डिनेट सिस्टम मात्र चेन्ज भएको हो नि त भनेको एउटा रिप्रेजेन्टेसन भ्यालु अफ रिप्रेजेन्टेसन मात्र चेन्ज भएको हो नि त हैन। अब यो माथिमा आएको चाहिँ तपाईको केमा दिन्छ मिटरमा दिइरा हुन्छ। यसमा केमा दिइराको हुन्छ तपाईको डिग्रीमा दिइरा हुन्छ है। अब त्यो चेक गर्नको लागि तपाईले के गर्न सक्नुहुन्छ भन्दाखेरि तपाईलाई त्यो अलिकति आफुलाई पनि उस लागेन भने चाहिँ एउटा भनेको सोर्स हेरेर अभियसली त्यो भइहाल्ने भयो। एउटा जस्तै हामीले यहाँ कर्सर राख्दाखेरि हाम्रो के देखाइराको छ हेर्नु यहाँ डिग्री देखाइराको छ नि हैन। मैले हजुरलाई अघि नै भनेको जुन हामीले सुरुमा डेटा राखिन्छ यसको डेटा फ्रेम अथवा प्रोपर्टी नै के हुन्छ त्यसैमै देखाइरा हुन्छ भ्यालु है। अब तपाईहरु के गर्नु नयाँ जीआईएस खोल्नु तपाईहरुकोमा है। नयाँ आर्क म्याप खोल्नु साइडमा तपाईहरुले
त्यसपछि यो सेफ ट्रेनिङ भित्रकै जस्तै हाम्रो त्यो अहिलेको युटिएम भन्ने डेटा चाहिँ उताबाट ताने नि भयो यताबाट ल्याए नि भयो होइन। अब हेर्नु त मेरो के देखाइरहेको छ यहाँ सुरुमै के देखाइरहेको छ मिटरमा देखाइरहेको छ कि हेर्नु त यहाँ है सुरुमा जे राखिन्छ हामीले यो डेटा फ्रेमको प्रोपर्टी पनि त्यही नै हुन्छ हाम्रो है। अब यसको मतलब यो यहाँ भएको यो चाहिँ युटिएममा यो जुन छ नि हाम्रो यो यहाँ भएको चाहिँ यो हाम्रो युटिएममा छैन भन्ने चाहिँ भन्न पाइएन है। यो युटिएममै छ है यो प्रोपर्टीमा गएर हेर्दा भयो तपाईँलाई यो देखाउनको लागि मात्र हो। त्यो अर्को गराइराखेर हेरिराख्नु पनि पर्दैन हामीले है। 500 मिटर भयो 81 छ 0.9996 भएको यो त सबै युटिएमको प्रोपर्टी देखाइरहेको छ नि त। अब हामी के गर्न सकिन्छ अब अहिले जुन हामीले एरिया निकाल्न थियो त्यसलाई चाहिँ ट्राई गरौँ न अब है त। जस्तै अघि हाम्रो कहाँ थियो एरिया भन्ने थियो यसमा तपाईँले क्लिक गर्नु होइन राइट क्लिक गर्नु क्यालकुलेट जियोमेट्रीमा जानु यसमा जानु होइन त्यसपछि हेर्नु यहाँ प्रोपर्टी देखाउँछ एरिया पेरिमिटर पनि निकाल्न मिल्छ कि हामीले चाहिँ है। एरिया गएर अब कुनमा लिने मिटर किलोमिटर स्क्वायर फिट हेक्टर कुनमा लिने त्यो दिनु ओके गरिसकेपछि तपाईँ के आउँछ यसरी एरिया चाहिँ हरेक पोलियनको एरिया चाहिँ यसरी आउँछ तपाईँको है। यहाँसम्म बुझ्नुभयो? हजुरहरूले पनि गर्नु भएको छ कि भएको छैन भन्ने हो त्यो चाहिँ अब एक दुईजनालाई स्क्रिन सेयरै गर्नु भन्नु पर्ला जस्तो लाग्यो लाउनु चाहिँ के छ हजुरहरूको भइरहेको छ? सर 41 जना त रहेछौँ हामी छैन भन्नुभएछ अभिषेक सरले चाहिँ। ए म अलिक छिटो बोलेँ ल ठिक छ केही भन्ने भयो नि भन्नु होला है छिटो बोलेछु भने चाहिँ। ओके ओके अब चाहिँ अलि आस्ते बोल्छु ठिक छ। स्टेप ब्रेकडाउन गर्दै गर्दै ल रिपिट गरिदिनु पर्यो सबैले त्यही भन्नु ल ठिक छ फेरि एकचोटि हेर्नु है त। सर डिस्ट्रिक्टवाला फाइलै ओपन भइरहेन हाम्रोमा मेरोमा हो र सर ओपनिङ इरर भनिरहेको त्यही भन्छ। किन सेयर गर्न मिल्छ हजुरले? मिल्छ सर। हजुरले स्क्रिन सेयर गर्नु न एकचोटि। सर देखिरहेछ? देखिरहेको छ त्यो डिस्ट्रिक्ट भन्नेमा जान्छ तपाईँ। यो डिस्ट्रिक्टमा यसमा सर? हजुर यो यस्तो भनिरहेको सर इरर ओपनिङ फिचर क्याटलगबाट हेर्नु चाहिँ त्यहाँ फाइल छ जस्तो लाग्यो मलाई चाहिँ क्याटलगबाट हेर्नु त त्यो क्याटलगमा मैले भन्थेँ नि अघि हो त्यसमा जानु फोल्डर कनेक्सन गर्नुभएको? फोल्डर कनेक्सन गर्नु पर्यो जस्तो लाग्यो यसमा चाहिँ गरिराखेँ नि क्याटलगबाट चाहिँ। ठिक छ त्यो तपाईँको केमा राख्नु हो त्यो फाइल त्यसलाई कनेक्ट गर्नु त हो राखेको छ मैले त्यसमा ओके गर्नु। हजुर अनि त्यो फोल्डर कनेक्सन भन्ने लेखेको छ तल हेर्नु त तल त्यहाँ प्लस गर्नु त ऊ त्यहाँ सेकेन्डमा प्लस गर्नु न त्यहाँ प्लस साइनमा त्यहाँ अघि कुनमा कनेक्ट गरेको त्यसमा फेरि प्लस गर्नु अब। ए यो डिस्ट्रिक्टवाला हजुर एकचोटि ल्याउनु त त्यो एउटा चाहिँ दुईटामा एउटा के भन्छ उस फाइल थियो कहिले तपाईँले त्यही डाउनलोड गर्नुभयो कि भन्ने हो। अर्को माथिको लोड गर्नु एकचोटि
माथिको लोड हुने यता कनेक्टबाट होइन त्यसैबाट गर्नु त्यो दोस्रो के त्यो सेकेन्ड वाला त्यो 0 भनेको वाला यसमा पनि त्यही भन्दैछ सर तपाईहरुले सेभ फाइल त त्यही राख्नु भएको होइन र त्यही पठाएकै सेभ फाइल जस्तो लाग्छ त्यस्तो न अरु पनि नभएको के हो तपाईहरुको पनि त्यतैबाट डाउनलोड गरेको सर यो त्यही फाइल सेयर भएको फाइलबाटै गरेर चाहिँ एक्चुअली त्यहाँ मलाई त फाइल देखाउँदा तपाईले यता फोल्डरबाट देखाउनु त सिंगल फाइल डाउनलोड गर्नु हो के गर्नु एक्चुअली हैन सर यता तपाईको ल्यापटपको फोल्डरमा ल्यापटपको फोल्डरहरु हजुर यसमा चाहिँ मैले यो अनि तपाईको त यो फाइल सबै उसै भएन नि डाउनलोडै भएन जहिले पनि हामीले सुन्नु न म भन्छु है त ठीक छ स्क्रिन अफ गरिदिनु म हजुरलाई भन्छु ल ल हेर्नु त जस्तै जुनै कुनै पनि एउटा हाम्रो सेभ फाइल अथवा कुनै पनि एउटा भेक्टर फाइल छ भने त्यसमा केही नभएको हामीलाई के चाहिन्छ मिनिमम 5 वटा सम्म तपाईलाई चाहिँ डेटा चाहिन्छ के हाम्रो चाहिँ तपाईले डाउनलोड गर्दाखेरि के गर्नु भएको भन्दाखेरि कसैले एसपीएक्स मात्र गर्नु भएको छ कसैले पीआरजी मात्र गर्नु भएको छ त्यहाँ भएको के गर्नु पर्यो हामीले सबै फाइलहरु चाहिँ डाउनलोड गर्नु पर्यो के पहिलो कुरो चाहिँ सुदूरपश्चिम.cpg भन्ने छ .dbf भन्ने छ .prj भन्ने छ .sbn भन्ने छ .sbx भन्ने छ हैन यो सबै भनेको के भन्दाखेरि जस्तै हाम्रो एउटा कुनै फाइल छ भने यो फाइलको त हाम्रो के हुन्छ भन्दा यो फाइल हामीसँग के छ भने यो फाइलमा एउटा हाम्रो यस्तो के छ हाम्रो लोकेसन वाइज डेटा छ एउटा चाहिँ हाम्रो अर्को के छ हाम्रो यसरी तपाईको टेबलमा चाहिँ भएको भनेको एट्रिब्युट डेटाहरु छ हैन त्यो कुराहरु भयो यो सबै कुराहरु त हामीले के हुन्छ एउटै फाइल त दिदैन नि त कहिले पनि त्यही भएर हाम्रो के छ भने यो .dbf भनेको हाम्रो जहिले पनि एक्सेल डेटाहरु भन्ने बुझिन्छ .prj भनेको पोजिसन डेटाहरु भन्ने बुझिन्छ हैन कोर्डिनेट सिस्टम भन्ने बुझिन्छ हामीले अनि त्यही गरेर हाम्रो तपाईको के छ भन्दाखेरि अरु चाहिँ एसबीएन एसपीएक्स भनेको इन्टरनल फाइलहरु होइन चाहिँ अनि यो एसएचपी फाइल भनेको चाहिँ सेभ फाइल अथवा फिचरको फाइल भनेर बुझिन्छ के तपाईले यो सबै यति फाइलहरु नै डाउनलोड गरेर बल्ल लोड गर्नु भने मात्र हुन्छ जस्तै मैले एउटा मात्र कुनै गर्न खोजे भने चाहिँ अहिले पनि ड्र्याग गरेर गरे भने त मेरो जाँदैन नि त त्यहाँ त यसै देखाउँछ नि त कुन ओपन स्पेसिफिक फाइल देखाउँछ नि त है तपाईले डाउनलोड गर्दाखेरि पनि ट्रेनिङ डेटामा गएर जस्तै तपाईको नेपाल डेटा भित्र गएर त्यो एउटा मात्र फाइल डाउनलोड गर्नु भएन के जस्तै यो 0 लेखेछ भने 0 वाला कहाँसम्म चाहिँ सबैलाई चाहिँ डाउनलोड गर्नु पर्यो के तपाईले यहाँसम्म चाहिँ यो सबै डाउनलोड गरेपछि बल्ल तपाईको के हुन्छ सबैको डेटा बल्ल के आउँछ तपाईको लोड भएर चाहिँ आउँछ है त त्यो कुरा बुझ्नु पर्यो ल ठीक छ अलि छिटो भयो भन्नु भएछ अब म ठीक छ आस्ते आस्ते नै भन्छु अनि सुरुबाटै भन्छु है तपाईलाई है त ल हेर्नु त तपाईहरुको पहिला सुरु यो सेभ फाइल लोड गर्ने कुरा त भइसक्यो होला तपाईहरुको हैन सेभ फाइल लोड गर्ने कुरा भइसक्यो तपाईहरुको सायद र त्यसपछि मैले भनेको चाहिँ तपाईको सुदूरपश्चिम भन्ने जुन हाम्रो मैले जसरी निकाले मैले छुट्टै लेयर त्यसरी चाहिँ तपाईले निकाल्न सक्नु भयो कि भएन त्यो कुरा चाहिँ पहिला भन्दिनु त हजुरहरुले सुदूरपश्चिम भन्नेसम्म निकाल्नु भएको छ हजुरले च्याट बक्समा लेख्नु हुँदा नि हुन्छ कसैले त्यो अनम्युट गरेर बोल्न मन छैन भने त्यसरी भन्नुभयो नि भयो ठीक छ त्यो निकाल्नु भएछ है त अब मैले भन्न खोजेको तपाईलाई के भन्दाखेरि जस्तै मेरो सुदूरपश्चिम भन्ने थियो यो भनेको त हाम्रो यसको मैले अघि नै पनि भनिसकेको छु सुरुमा हामीले के गर्नु पर्यो यसको चाहिँ कोर्डिनेट सिस्टम हेर्नु पर्यो के छ भनेर हैन पहिलो कुरो त हाम्रो के हुन्छ जहिले पनि फर्स्ट डेटा हामीले जे लोड गर्छौं यसको एउटा उस हुन्छ के एउटा हाम्रो प्रोपर्टी हुन्छ के त्यसले डिग्री भनेर देखाइरहेको छ नि यसले डिग्री भनेर देखाइदिरहेको हुन्छ के अब चाहिँ हैन यदि हामीले अब के हुन्छ सुरुमा हामीले मिटर वाला डेटा ल्याएर यहाँ लोड गर्यो भने मिटरै भनेर देखाइदिरहेको हुन्छ के हैन यो कुरा भनेको त एउटा त हेर्नको लागि मात्रै यो दिन राति जान नि परेन हामीले हेर्न पनि त कहाँ यहाँ यसको गरेर सिधै राइट क्लिक गरेर के गर्नु पर्यो हामीले प्रोपर्टीमा गएर चाहिँ हेर्नु पर्यो सुरुमा है अब प्रोपर्टीमा गएर हेर्दाखेरि यसको हेर्नु त तपाईहरुले के देख्नुहुन्छ यहाँ जियोग्राफिक कोर्डिनेट सिस्टम भन्ने छ हैन obviously यो के हो GCS 1984 हो हैन जियोग्राफिक नै हो प्रोजेक्टेड हैन किनकि डिग्रीमा छ यसको डेटाहरु हैन अर्को डाटम चाहिँ के छ हाम्रो यसको डिग्री WS 1984 छ मैले अघि नै भनिसकेको थिएँ नि त डाटम WS 1984 छ डाटम WS 1984 चाहिँ कोर्डिनेट सिस्टम WS छ भने यो के हुन्छ हाम्रो जियोग्राफिक कोर्डिनेट सिस्टम हुन्छ हैन त्यो कुरा रह्यो र यसको युनिट के हुने भयो हाम्रो डिग्रीमा आउने भयो अब डिग्रीमा आइसकेपछि हाम्रो युनिट कहिले हामीले अब एरिया निकाल्न सकिन्छ सकिदैन नि त अब त्यो 8 सेकेन्ड इन्टु यताउता गरेर त्यो एक्युरेट पनि त्यति राम्ररी आउँदैन हैन त्यही भएर यसलाई फर्स्ट काम हामीले के गर्नु पर्यो भन्दाखेरि यसलाई चाहिँ हामीले मैले तपाईलाई एक्जाम्पल मात्र दिएको के एरिया निकाल्नको लागि चेन्ज गरे भन्ने हैन के यो चाहिँ मैले एक्जाम्पल मात्र दिएको तपाई सपोज मानौ सुदूरपश्चिममा
कसैले टिएसबाट तपाईँले काम गरेर डेटा ल्याएको छन् जसको भ्यालु चाहिँ स्टिङ नर्दिङमा छ होइन, युटिएम 44 मा छ भने त्यसबेला के गर्नु पर्यो भन्दाखेरि हामीले यो कोर्डिनेट सिस्टमलाई पनि के गर्न सक्यो, हामीले उदैतिरको कोर्डिनेट सिस्टम अथवा मिटरवालैमा लगेर चाहिँ के गर्न सक्यो, काम गर्न सक्यो नि त। त्यही भएर हामीले फर्स्ट कन्भर्जन के सिक्न लाग्यो भन्दाखेरि डब्लुजिएसलाई चाहिँ हामीले कसरी चाहिँ पोजिटेड जियोग्राफीको डब्लुजिएसलाई पोजिटेडको युटिएममा चाहिँ हामीले कसरी लाने भनेर चाहिँ सिक्न लाग्यो है त। त्यसको लागि के गर्ने हामीले चाहिँ आर्क टुल बक्स जाने होइन, आर्क टुल बक्समा गइसक्नु भएपछि तपाईँको के हुन्छ भन्दाखेरि त्यहाँ चाहिँ एउटा डेटा म्यानेजमेन्ट टुल भन्ने छ नि त, डेटा म्यानेजमेन्ट टुल भन्ने चाहिँ देख्नुहुन्छ तपाईँले। र त्यो डेटा म्यानेजमेन्ट टुलमा तपाईँ जानुभयो भने तपाईँको के देखिन्छ भन्दाखेरि प्रोजेक्सन एन्ड ट्रान्सफर्मेसन भन्ने देखिन्छ है। त्यो पोजिसन एन्ड ट्रान्सफर्मेसन देखिन्छ। मैले अघि पनि भनिसकेको छु, तपाईँ विन्डोमा गएर सर्च गरेर गर्दा पनि हुन्छ, सिधै प्रोजेक्ट लेखेर आए पनि भयो, नत्र तपाईँ के हुन्छ यसमा यो भित्र गएर नि गर्न सकियो के। यो भित्र हाम्रो के छ, दुईवटा खालको, एउटा राष्ट्रको लागि छ, बाहिर भने केही नदिएको भनेको भेक्टरको लागि हो। अहिले हाम्रो कुन डेटा हो, यो चाहिँ भेक्टर हो, किनकि हाम्रो पोलिगनहरू रिप्रेजेन्ट गरिरहेको छ होइन। त्यही भएर हामीले के गर्न लाग्यो, भेक्टरको चाहिँ हामीले के गर्न लागेको छ, हामीले चाहिँ प्रोजेक्ट गरिरहेको छौँ कि हामीले है। त्यही भएर के गर्ने, हामीले प्रोजेक्टमा जाने। हामी प्रोजेक्टमा गइसकेपछि के गर्ने भन्दाखेरि अब के गर्नु पर्यो, सुरुमा के मागेको छ हेर्नु त, यहाँ इनपुट डेटा सेट अर फिचर क्लास भनेको छ होइन। अब हामीले कुन खालको डेटालाई चाहिँ सुरुमा इनपुट दिने हो, हामीले अभियसली यो सुदूरपश्चिमलाई चेन्ज गर्न लाग्यो। त्यही भएर के दिने भयो, यसलाई यसरी ड्र्याग गरेर लए पनि भयो, नत्र यहाँ पनि भेटिन्छ। हामीले यहाँ क्लिक गऱ्यो भने सुदूरपश्चिम भनेर भेटिन्छ है, यो भेटियो हामीले यसरी। अब तपाईँले के गर्नु भन्दाखेरि यसको आउटपुट फिचर दिनु पर्यो कि। अब यहाँ आउटपुट फिचर दिँदाखेरि तपाईँहरू कसै के हुन्छ भन्दाखेरि कहिलेकाहीँ चाहिँ यहाँ तपाईँले जस्तै मैले अघि पनि भनिसकेँ, जिआइएस क्र्याक भर्जन हो, क्र्याक भर्जन हुँदाखेरि कहिलेकाहीँ तपाईँको डेटाहरू लिएर आउँदैन, कहिलेकाहीँ क्रस देखाइदिएर हुन्छ। त्यति बेला के गर्ने हो, दुई तिनवटा तरिकाहरू चाहिँ ट्राई गर्ने हो। फर्स्ट भने हाम्रो के हो, सिम्पली यतिकै राख्ने, हामीले सुदूरपश्चिम युटिटी भनेर राख्ने भयो। यो धेरै राख्यो भने पनि त्यहाँ अटाउँदैन, कहिलेकाहीँ क्यान्सल देखाइन्छ है। यसरी राख्ने हो फर्स्ट भनेको है। फर्स्ट भनेको के गरेर राख्ने, हामीले सिधै यतिकै फाइल बनाएर चाहिँ युटिएम एउटा यसरी राख्न सकियो। अब यसरी गर्दाखेरि तपाईँ क्रस आएको के छ भने के गर्न सकियो, अर्को चाहिँ हामीले डेटाबेस बनाएर पनि राख्न सकिन्छ के। जस्तै यो फोल्डर छ भने फोल्डर जस्तै तपाईँको यहाँ साइडमा देख्नुहुन्छ नि, डेटाबेस न्यू फाइल जियो डेटाबेस भन्ने छ। अब यसको काम के हो भन्दाखेरि तपाईँको थाहा होला नि, डेटाबेस भनेको त कलेक्सन अफ डेटाहरू हो। यसमा के हुन्छ, तपाईँको एकदम राम्ररी मिलाएर राखिएको हुन्छ, सो द्याट यसले चाहिँ के गरेर हुन्छ, कहिलेकाहीँ चाहिँ हाम्रो फोल्डरले काम गरेन भने चाहिँ तपाईँको डेटाबेसवाला फोल्डरले चाहिँ डेटाहरू चाहिँ लिन सक्छ क्या। कहिलेकाहीँ त्यो भएन भने के गर्ने, हामीले यसमा क्लिक गर्नु होइन। यो क्लिक गरिसकेपछि तपाईँ के हुन्छ भन्दाखेरि अब यसमा दिने हामीले जस्तै के भन्दाखेरि अब डे 3 को होला यो डेटाबेस होइन। अब यो भित्र तपाईँको के हुन्छ भन्दाखेरि .gdb को फर्ममा बसिरहेको हुन्छ क्या। सबै डेटाहरू के हुन्छ तपाईँको चाहिँ डेटाबेसभित्र गएर चाहिँ त्यसैको फर्ममा गएर बसिरहेको हुन्छ। अब यसको लागि के गर्न सकिन्छ, हामीले एसयुडी होइन सुदूरपश्चिम युटिएम भनेर यहाँ आएर पनि हामीले के गर्न सकिन्छ, सेभ चाहिँ गर्न सकिन्छ है। अब त्यसपछि हामीले आउटपुट चाहिँ कुन दिनु पर्यो, हाम्रो इनपुट छ जिसिएस जियोग्राफिक कोर्डिनेट सिस्टमको छ डब्लुजिएसमा, आउटपुट कुन भन्ने थिएँ मैले तपाईँलाई, प्रोजेक्ट कोर्डिनेट सिस्टमको तपाईँ केमा जानु पर्यो, युटिएममा जानु पर्यो होइन। हेर्नु है तपाईँलाई यहाँ हाम्रो यति छ, जियोग्राफीमा थियो हाम्रो अघि। अब केमा जाने, हामी प्रोजेक्टमा जाने हो नि त। मैले भन्थेँ नि त, जियोग्राफीबाट किन जाने, हामी प्रोजेक्टमा जाने हो, प्रोजेक्टमा पनि युटिएममा जाने हो हामी होइन। प्रोजेक्टमा जाने, युटिएममा भयो, युटिएममा डब्लुजिएस 1984 को भयो। त्यसपछि नर्थन हेमिस्फियर अघि नै मैले देखाइसकेको थिएँ। पश्चिमको साइड हाम्रो कुन पर्छ होला भन्नु त, 44 यान भन्थेँ नि त मैले होइन, 42 43 44 यान होइन। यसरी 44 यान चाहिँ ओके गर्ने, त्यसपछि के गर्ने, हामीले यसरी ओके गर्ने है त। यसरी हाम्रो के हुन्छ, हाम्रो यसको चाहिँ कोर्डिनेट सिस्टम चाहिँ चेन्ज भएर आएको छ के। अब तपाईँको डिस्प्लेस देखिरहेको छैन भनेको सबै एउटै लाइनमा एलाइन भइरहेको छ, किन भन्दाखेरि हाम्रो त्यसको भ्यालु अथवा कोर्डिनेट सिस्टम अथवा त्यो रिप्रेजेन्टेसन अफ भ्यालु चाहिँ नम्बर चाहिँ फरक भए तापनि त्यसको ड्याटम चाहिँ के हो, हाम्रो एउटै हो नि त। ड्याटम हाम्रो हेर्नु त के हो, दुइटैको डब्लुजिएस हो, यसको पनि डब्लुजिएस हो नि त। यसको कोर्डिनेट सिस्टम फरक भयो, युनिट फरक भए पनि ड्याटम चाहिँ हाम्रो के हो, डब्लुजिएस नै हो क्या। त्यही भएर नि हाम्रो के भयो भन्दाखेरि यो चाहिँ एउटैमा अलाइन चाहिँ देखिन्छ। तर एउटैमा अलाइन देखिए तापनि यसको के छ भन्दाखेरि अब यसको प्रोपर्टी हेरियो भने अब चाहिँ यसले मिटरको तरिकाले चाहिँ काम गरेर हुन्छ क्या। यसको डाटाहरू चाहिँ मिटरमा लिएर आउँछ क्या। यसको चाहिँ हेर्नु त, ट्रान्सफर मार्केटर 5000 होइन, लिनियर युनिट के छ मिटर भनेर देखाइरहेको छ, यसो चाहिँ मिटरमा लिएर हुन्छ। अब त्यही कुरालाई तपाईँलाई मिटरमा लिएको कुरा एकदम के भन्छ चेक गर्न मन लाग्यो भने अब यसको डेटा फ्रेमलाई चाहिँ के भन्छ अरे, के भन्छ नयाँ जिआइएस खोल्ने हामीले चाहिँ होइन, एआरसी आर्ट म्याप गरेर नयाँ जिआइएस खोल्ने एउटा
नयाँ जिआइएस खुलिसकेपछि के गर्ने भन्दाखेरि हामीले यसमा चाहिँ तपाईँको जुन हाम्रो अघि आएको डेटा थियो होइन, यो जुन हामीले प्रोजेक्ट गरेको डेटा छ हामीसँग, यो यसलाई चाहिँ के गर्ने भन्दाखेरि ड्र्याग गरेर लगे पनि भयो, क्याटलगबाट खोले पनि भयो है। यसरी गर्ने बित्तिकै हाम्रो हेर्नु त मिटरमा देखाइदिन्छ क्या अब चाहिँ है। त्यसमा पनि मिटर भइसक्यो नभएको होइन, डेटा फ्रेमले गर्दा मात्रै त्यो डिग्री देखाइरहेको, पहिलाको कुराले देखाइरहेको यो चाहिँ है। नत्र हाम्रो केमा चाहिँ मिटरमै छ भन्ने बुझिन्छ कि। अब मिटरमा भए चाहिँ फाइदा के हुन्छ भन्दाखेरि हामीले क्यालकुलेसनहरू गर्न के, जस्तै फिचरहरूको क्यालकुलेसन गर्न भनेको जस्तै प्यारामिटर निकाल्न, एरिया निकाल्न चाहिँ हाम्रो के हुन्छ, सजिलो चाहिँ हुन्छ है त। त्यसको लागि के नि ओपन एट्रिब्युट टेबल गर्नु होइन। ओपन एट्रिब्युट टेबल गऱ्यो भने एउटा कुनै एरिया भन्ने फोल्डर बनाउन सक्नुहुन्छ हजुरहरूले होइन। जस्तै मसँग पहिलेदेखि थियो, मैले यसलाई चाहिँ के गर्न सक्छु भन्दाखेरि नयाँ बनाइदिन्छु मैले हेडरको लागि। एड फिल्ड गराएर मैले चाहिँ अर्कोतिर खुलेछ अरे, एड फिल्डमा गएर मैले के गर्न सक्छु, एरिया हेक्टरको लागि एच भनेर राखिदिन्छु मैले होइन। अब डेटा टाइप चाहिँ बुझ्नुहुन्छ नि तपाईँले, सर्ट इन्टिजर भने कतिसम्मको तपाईँलाई रिक्वायरमेन्ट चाहिन्छ भन्ने कुरा हो क्या। जस्तै पोइन्ट डेसिमलमा चाहिएको कि होइन, टेक्स्टमा चाहिएको कि भनेर डेटा टाइप त तपाईँले पढि पनि सक्नु होला होइन। अब फ्लट र डबल भनेको नर्मली तपाईँको अलिक धेरै डेटाहरू, धेरै पोइन्टहरूको डेटाहरू लिन छ भने फ्लट र डबलमा गर्दा हुन्छ है त। सिम्पली तपाईँलाई नम्बर इन्टिजरहरूमा लिन छ भने सर्ट र लङ गर्दा हुन्छ है त। मैले त डबल गरिदिएँ मैले होइन, ओके गरेँ मैले चाहिँ। यसमा राइट क्लिक गर्नु है। जस्तै यो फिल्डमा अब हामीलाई के चाहिएको भन्दाखेरि यसको जियोमेट्रीहरू क्यालकुलेट गर्न लाग्यो नि त। त्यो के गर्ने हामी, राइट क्लिक गर्ने। राइट क्लिक गरेर के गर्ने हामी चाहिँ, तपाईँको यहाँ त क्यालकुलेट जियोमेट्री भन्ने त्यहाँ अप्सन छ होइन। क्यालकुलेट जियोमेट्रीमा गएर तपाईँहरू के गर्नु, क्लिक गरेर भएपछि यस गर्नु। अब त्यहाँ तपाईँलाई अब अप्सन आउँछ क्या, अब एरिया निकाल्ने हो कि पेरिमिटर निकाल्ने हो कि यसको एक्स कोर्डिनेट निकाल्ने हो कि वाइ कोर्डिनेट निकाल्ने हो कि सबै आउँछ है। हामीलाई चाहिएको के हो, एरिया अहिले चाहिँ एरिया निकाल्ने। अब कुन युनिट हामीलाई, युनिटको लागि जाने हामी, जस्तै हेक्टर हो भने हेक्टरमा जानु पऱ्यो अनि ओके गर्ने। यसरी चाहिँ हाम्रो के आउँछ, एरिया चाहिँ यसरी आउँछ है त। ल यहाँसम्म गर्नु त तपाईँहरूले। यहाँसम्म भयो हजुरहरूको। अब यसको अपोजिट पनि गर्न सकियो हामीले होइन। त्यसको लागि के गर्ने, फेरि प्रोजेक्टमा जाने हामी, यसैमा अहिलेको प्रोजेक्टमा जाने। त्यसपछि के गर्ने हामी, सुदूरपश्चिम भन्ने छ होइन, यो युटिएम छ भने तपाईँले के गर्ने, यसलाई चाहिँ डबल जेसमा चाहिँ लिएर जान सकियो भनेको, जियोग्राफीमा लान सकियो भनेको। कहिलेकाहीँ चाहिँ हामीले युटिएमको डेटाहरू छ भने त्यसलाई हामीले के गर्न सक्यो, डिग्रीमा चाहियो भने चाहिँ डबल जेसमा चाहिँ लगेर काम गर्न पनि सकियो है। यसको लागि के गर्ने, तपाईँले जियोग्राफिकभित्र जाने होइन, वर्ल्डभित्र जाने।
वर्ल्डमा गएर WGS 984 भन्ने भेटिन्छ, ओके गरेर चाहिँ अगाडि चाहिँ बढ्न सकिन्छ है त। यसरी हेऱ्यो भने हाम्रो WGSमा फेरि चेन्ज भएर आइसक्यो है। ल यहाँसम्म तपाईँले सक्नुभयो भने चाहिँ अगाडि बढौँ, सक्नु भएन भने चाहिँ फेरि बुझ्नु पऱ्यो, फेरि बुझौँ है त। यति पार्ट चाहिँ हामीले हेर्नु त यहाँबाट यहाँ, यहाँबाट यहाँ आउनु चाहिँ सिक्यो है त हामीले। ल हेर्नु त यो त हाम्रो के थियो भन्दाखेरि डाटम टु डाटम ट्रान्सफर, मतलब एउटै डाटामा काम गरिरहेको थियो हामीले होइन। WGSबाट WGSमा लगिरहेको थियो, त्यसको कोर्डिनेट सिस्टममा त चेन्ज गरिरहेको थियौँ नि त। त्यही भएर हामीलाई के भयो भन्दाखेरि यो सब बाई डिफल्ट त्यही नै दिइरहेको थियो, पहिले GISसँग थियो। त्यही भएर त्यो चाहिँ के भयो हाम्रो चाहिँ पोसिबल भएर चाहिँ कन्भर्जन भयो है। तर यो जुन हाम्रो यो MUTM यो जुन एभरेजको छ नि, हाम्रो एभरेज डाटामको जुन छ नि, यो कन्भर्जन गर्न चाहिँ हाम्रो के छ भन्दाखेरि GISमा चाहिँ हाम्रो बाई डिफल्ट दिएको छैन के। त्यसको लागि हामीले के गर्नुपर्छ भन्दाखेरि जहिले पनि के गर्नुपर्छ त्यसको लागि चाहिँ यहाँदेखि यहाँ चेन्ज गर्ने चाहिँ हामीले एउटा प्यारामिटर डिफाइन गरेको छन्। त्यो प्यारामिटर राखेर चाहिँ हामीले के गर्नुपर्छ, एउटा प्यारामिटर चाहिँ कस्ट्युम तिनीहरूले दिएको प्यारामिटर राखेर चाहिँ एउटा हामीले रिलेसन चाहिँ बनाउनु पर्छ क्या। हामीले चाहिँ सुरुमा हामीले के गर्छ, हामीले कोर्डिनेट सिस्टम कन्भर्जनको चाहिँ एउटा रिलेसन चाहिँ बनाइन्छ है। यो WGS जुन हाम्रो यो छ नि WGSमा जुन दिएको छ नि, यसलाई चाहिँ यसमा लानको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि एउटा हामीले रिलेसन दिएको छ, त्यसलाई चाहिँ जस्तै मैले यही लेखेको छु हेर्नु त तपाईँको WGS जस्तै MUTM यहाँ मैले चाहिँ कुन दिएको छु भन्दाखेरि MUTMबाट WGS जानको लागि प्यारामिटर दिएको छ होइन। भनेको त्यसको लागि के हुन्छ, एक्स एक्सिसमा 293.17, वाइ एक्सिसमा 726.18, जेडमा 245.36 होइन। मोल्ड स्केल आएर गर्ने भनेछ। अब यसबाट यसमा लाँदाखेरि त के होला त, साइन नेगेटिभ त हुन्छ होइन, नेगेटिभ साइन राखेर अगाडि बढ्ने। त्यसरी चाहिँ हामीले के गर्न सकिन्छ, कन्भर्जन चाहिँ गर्न सकिन्छ है त। र त्यो चाहिँ गरौँ। सुरुमा के गर्ने भने मैले चाहिँ जस्तै हाम्रो अरूको लागि त के छ हेर्नु न, सबैलाई सिधै कन्भर्जन दिइरहेको छ नि त, सबै कुरा यहीँ भेटिरहेको हुन्छ नि त। हामीले त जस्तै यो राखेको छ भने कन्भर्जन गर्नको लागि चाहिँ हामीलाई के छ भन्दाखेरि प्रोजेक्टमा गयो भने अब यहाँ भेटाएको जतिवटा पनि कोर्डिनेट सिस्टम भेटाउनुहुन्छ नि, त्यो भनेको के भन्दाखेरि कन्भर्जन गर्न दिएर भेटेको हो कि। अब छैन जस्तै MUTM तपाईँले खोज्नु भने भेटाउनु। अब मेरोमा चाहिँ के भन्छ, कस्ट्युम गरेर मैले बनाइसकेको थिएँ होइन। अब मेरो चाहिँ MUTM भनेको कस्ट्युम गरेर फेभरेटमा मैले बनाएर राखेको थिएँ र मैले यसरी भेटिन्छ होइन। न त तपाईँले यसरी MUTM माथि सर्च गर्नु भने भेट्नुहुन्न कि। है त्यसको लागि सुरुमा हामीले के गर्नु पर्यो भन्दाखेरि एउटा चाहिँ ल सबैले गर्नु त सबैजना के गर्नु भन्दाखेरि प्रोजेक्ट भन्ने छ त्यहाँ तपाईँहरूको। पहिला हामी प्रोजेक्टमा जाऊँ है त। सुरुमा हामीले के गर्ने भन्दाखेरि अब हामीसँग MUTM हानेर सर्च गर्दाखेरि एउटा भेटिरहेको छैन भने के गर्नु पर्यो, हामीले सुरुमा MUTM भन्ने कोर्डिनेट सिस्टम चाहिँ बनाउनु पर्यो सुरुमा। अब MUTM कोर्डिनेट सिस्टम बनाएर भ्याएपछि बल्ल हामीले के गर्न सकिन्छ, त्यसलाई चाहिँ ट्रान्सफर्मेसन वाला रिलेसन चाहिँ बल्ल गराउन सकियो नि त। जब हामीसँग MUTM छैन भन्दा अरू त के गर्न सकेन नि त होइन। त्यसपछि तपाईँ केमा जानु भन्दाखेरि यहाँ तपाईँको देखिन्छ नि त, यो हात देखाइरहेको आउटपुट कोर्डिनेट सिस्टम देखाइरहेको छ, यसमा जानु।
यो इन्टरफेस आउँछ तपाईँहरूको होइन। यो इन्टरफेस आइसकेपछि तपाईँको हेर्नु त यहाँ अर जस्तो देखाएको छ एड कोर्डिनेट सिस्टममा देखाएको के गर्ने तपाईँहरूले यसमा चाहिँ क्लिक गरेर तपाईँहरू के गर्नु होला न्यूमा जानु होला होइन। न्यू गरिसकेपछि तपाईँहरू के गर्नु पर्यो हामीले प्रोजेक्टेड कोर्डिनेट सिस्टममा जानु पर्यो हामी है। अब जस्तै हाम्रो कोर्डिनेट सिस्टम प्रोजेक्टेड कोर्डिनेट सिस्टम कुन हुन्छ होला भन्दाखेरि एमयुटिएम। अब तपाईँको 3 टाइपको बनाउनु पर्छ कि हामीले जस्तै हाम्रो कुन कुन हुन्छ हाम्रो एउटा 81 हाम्रो 80 कुन कुन छ हाम्रो 85 87 र 81 छ नि मैले तपाईँलाई देखाएको थिएँ नि अघि अन्त 81 84 र 87 छ नि। अब हामीले के गर्ने 81 को लागि पनि 81 को लागि कोर्डिनेट छुट्टै बनाउनु पर्यो 84 को लागि पनि छुट्टै बनाउनु पर्यो 87 को लागि पनि के गर्नु पर्यो छुट्टै बनाउनु पर्यो है त। त्यसको लागि के गर्ने हामीले चाहिँ अब एमयुटिएम छ सुरुमा 81 को बनाऊ है त। 81 कुन हो हाम्रो एभरेस्ट इलिप्सोइड को हो नि त हैन। तपाईले आफूले जे लेखे नि हुन्छ तर आफूले बुझ्ने लेख्नु पर्यो त्यति है त। एमयुटिएम 81 को चाहिँ हैन 81 सेन्ट्रल मेरिडियन को एभरेज इलिप्सोइड भनेर मैले राखे हैन। अब नेम भनेको के छ तपाईको ट्राभर्स मर्केटर नै राख्नु होला जे छ त्यही राख्नु होला। अब यसको चाहिँ हामीले एउटा कुरा चाहिँ भर्नु पर्छ जस्तै फल्स स्टिङ फल्स नर्दिङ कति हुन्छ त्यो कुरा चाहिँ हामीले भर्नु पर्छ है त। त्यो कुरा चाहिँ मैले तपाईलाई केमा राख्दै छु भन्दाखेरि यो चाहिँ युटिएम को स्लाइडमा चाहिँ नराखे रहेछु। तपाईको यही नै हुन्छ के तपाईको त्यो लिंक पहिले त्यो भेटाउने त 5 लाख नै हुन्छ 0.0 हुन्छ 81 हुन्छ तर स्केल फ्याक्टर कति हुन्छ तपाईको 0.9999 हुन्छ है। यो हुन्छ खास चाहिँ हाम्रो यो के हुन्छ रे हाम्रो एमयुटिएम को राखे उसको युटिएम को राखे चाहिँ मैले चाहिँ तपाईको स्केल फ्याक्टर मात्र फरक हुने अरु सबै तपाईको के हुन्छ यही नै हुन्छ है। हैन त फल्स स्टिङ कति भन्यो 5 लाख राख्नु पर्यो फर्स्ट नर्थिङ 0 सेन्ट्रल मेडियन अब तपाईको 81 भने 81 राख्नु पर्यो हैन। त्यसको लागि के गर्ने हामी यहाँ जाम हैन फल्स स्टिङ कति राख्नु भने 5 लाख राख्नु होला हैन। नर्थिङ तपाईको त्यति नै केही पनि राख्नु पर्ने 0 नै भयो हैन। हैन त 0 नै भयो। त्यसको सेन्ट्रल मेडियन कति राख्नु पर्यो सेन्ट्रल मेडियन 81 राख्नु। स्केल फ्याक्टर कति राख्नु भने मैले 0.9999 49 राखे चाहिँ सकियो यो चाहिँ। यहाँसम्म राख्नु तपाईले हेर्नु त पहिला यो हेरेर राख्नु तपाईले फल्स स्टिङ राख्नु पर्यो 5 लाख नर्थिङ 0 सेन्ट्रल मेडियन 81 यो त यसको क्यारेक्टरिस्टिक हो नि त 81 को लागि चाहिँ के हुन्छ भनेर क्यारेक्टरिस्टिक हो है। अनि तपाईको एभरेज उसको चाहिँ के हुन्छ एभरेज इलिप्सोइडको चाहिँ तपाईको स्केल फ्याक्टर भनेको 0.49 हो हैन। यो भयो यहाँसम्म भयो हजुरको। ल यहाँसम्म भइसकेपछि अब हामीले त माथि त के दियो प्यारामिटरमा त दियो। अब मेन कुरा त यहाँ छ नि त हाम्रो कोर्डिनेट सिस्टम कुनको हुनु पर्यो हाम्रो चाहिँ कुन डाटामको हुनु पर्यो हाम्रो यो चाहिँ हेर्नु त तपाईको जियोग्राफिक भित्र जानु हैन। यो हामीले के दिन लाग्यो भन्दाखेरि त्यसको चाहिँ कुन इलिप्सोइड हो त्यो दिन लाग्यो। जियोग्राफिक भित्र गएर के गर्ने हामी स्प्रेड बेस्ड हो हाम्रो चाहिँ त्यसमध्ये पनि तपाईँ स्प्रेड बेस्ड हेर्ने फेरि हेर्ने छिटो भन्नु होला केमा गर्नु भन्दा जियोग्राफिक भित्र जानु तपाईहरु त्यो भन्दा नि अगाडि के जानु यो चेन्ज भित्र जानु हैन जियोग्राफिक भित्र जानु
त्यसपछि तपाईँ स्पेरोइड बेस्ट भनेपछि यो भित्र जानु, यो भित्र गएपछि तपाईँले के भन्नु एभरेज 1830 भन्ने भेट्नु चाहिँ नि त भेट्नुभयो। अब यसलाई चाहिँ तपाईँले के गर्नु ओके गरेर चाहिँ यहाँ यसलाई चाहिँ ल्याएर राख्नु है। अब यति भइसकेपछि के हुन्छ भन्दाखेरि एमयुटिएम 81 भन्ने हाम्रो कोर्डिनेट सिस्टम चाहिँ बन्छ कि है। यो कोर्डिनेट सिस्टम बन्छ। अब त्यो डब्लुजिएसबाट यसलाई ल्याउने चाहिँ हामीले के गर्नुपर्छ एउटा रिलेसन चाहिँ बनाउनुपर्छ हामीले है त। यहाँसम्म बन्यो हजुरहरूको? ल होइन यहाँसम्म तपाईँको बनिसकेपछि के गर्ने हामीले चाहिँ ओके गर्ने। ओके गरेपछि तपाईँ कस्ट्युममा यसरी बसिरहेको हुन्छ होइन। अब यसलाई चाहिँ के गर्नु पऱ्यो हामीले फेभरेटमा ल्याएर राख्नु पऱ्यो कि, किनकि कस्ट्युम भन्ने जुन चाहिँ तपाईँको यो चाहिँ तपाईँ अहिले खुल्दाखेरि खुल्छ, फेरि पछि खुल्दाखेरि यहाँ कस्ट्युम भनेर देखाउँदैन क्या। त्यो भएर हामीले सधैँको लागि के गर्ने उता फेभरेटमा गरेर राख्ने। त्यसको लागि के गर्ने हामी राइट क्लिक गर्ने, एड टु फेभरेटमा गर्ने। फेभरेटमा गरिसकेपछि तपाईँ के आउँछ यसरी चाहिँ देखाउँछ एमयुटिएम 81 एभरेज इलिप्सोइड भनेर मेरो यो जुन बनाएको थिएँ नि मैले होइन, यो चाहिँ देखाउने भयो मेरो है। ल यहाँसम्म गर्नु त। अब 81 को बनाएपछि तपाईँले के गर्नु 84 को बनाउनु, 87 को बनाउनु। 84 को गर्दाखेरि के गर्नुपर्छ होला हामीले राइट क्लिक गर्ने होइन, न्यूमा जाने, प्रोजेक्ट कोर्डिनेट सिस्टममा जाने। सबै त्यो यसमा 5 जस्तै तपाईँ माथि चाहिँ नाम राख्नु होला। यहाँ चाहिँ के गर्ने हामी 5 लाख नै भयो। यो उस नै हुने भयो। सेन्टर मेडियन के हुने भयो यो मात्र चेन्ज हुने भयो क्या हाम्रो 84 को लागि 84 राख्ने होइन। यो भनेको तपाईँको 0 पनि त्यही हो 0.1 2 3 4 राख्ने। अनि यो चेन्ज गरेर त्यसपछि के गर्ने हामीले बनाउने है। ल यहाँसम्म गर्नु त तपाईँहरूले। ल है त यहाँसम्म तपाईँहरूको भयो होला होइन। यसरी हामीले के गर्यो एउटा हामीले एमयुटिएम 81 भन्ने चाहिँ बनाइयो है। अब के गरिन्छ भन्दाखेरि अब त हामीले एउटा कोर्डिनेट सिस्टम पनि बनाइयो। डब्लुजिएस हामीसँग के छ नि त डब्लुजिएस छ होइन। यो वर्ल्ड डब्लुजिएस एडर यो पनि छ हामीसँग, यो पनि छ। अब यो दुइटा जोड्ने के चाहियो हामीलाई एउटा रिलेसन चाहियो नि त होइन। रिलेसन बनाउनु पऱ्यो नि त। त्यो रिलेसन केले दिन्छ एउटा हाम्रो यो भ्यालु राख्यो भने चाहिँ एउटा रिलेसन चाहिँ बनाउन सकिन्छ है त। त्यसको लागि तपाईँहरू के गर्नु भन्दाखेरि तपाईँको क्रिएट कस्ट्युम भन्ने हुन्छ यहाँ त रोक्नु है। क्रिएट कस्ट्युम जियोग्राफिक ट्रान्सफर्मेसन देख्नुभयो, यो भनेको रिलेसन देखाउनको लागि है। अब यसमा हाम्रो हेर्नु त कस्तो बनाउन खोजेको हामीले चाहिँ जियोग्राफिक ट्रान्सफर्मेसन नाम हाम्रो के हुने भयो हाम्रो एमयुटिएम होइन। हामी डब्लुजिएसबाट गर्न लाग्यो डब्लुजिएस 84 देखि कुनमा लानु लाग्यो एमयुटिएम 81 मा लानु लाग्यो नि त होइन। त्यही गर्न लाग्यो नि त हामीले गर्न लाग्यो यो 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 रिलेसन भयो भने हामीले के गर्न लाग्यो मैले बनाउनु लाग्यो चाहिँ डब्लुजिएस देखि चाहिँ एमयुटिएम मा जाने भयो बनाउनु लाग्छौँ है। त्यही भएर के गर्न लाग्यो डब्लुजिएस देखि एमयुटिएम मा जाने होला है त। इनपुट के हुने भयो हाम्रो अब इनपुट भनेको तपाईँले लेयरबाट पनि भेट्नुहुन्छ है। जस्तै यहाँ भएको डेटाहरूको भनेको कोर्डिनेट सिस्टम लेयरबाट पनि देखाउँछ। जस्तै अघि हामीले डब्लुजिएसको डेटाहरू युज गरिराख्यो भने डब्लुजिएसको डेटा यहाँ पनि भेटिन्छ, नत्र भए यो जियोग्राफीमा गएर तपाईँ डब्लुजिएस यताबाट खोजे नि भयो है त।
इनपुट यो भयो, आउटपुट कोर्डिनेट सिस्टम दिनु होला तपाईँले हैन। अघि बनाएको कुन थियो हाम्रो MUTM 81 एभरेज एलिप्सोइड जस्तो तपाईँको एउटा कुनै थियो होला त्यहाँ हैन, मेरो यो भयो हैन। अब कन्भर्जन गर्ने मेथड मैले भनिरहेको थिएँ अघि तपाईँहरूलाई। हेर्नु त यो के भन्छ अरे मोडल स्किममा जानु पर्यो र यो भ्यालु चाहिँ हामीले राख्नु पर्यो है। त्यहाँ हेर्नु त तपाईँले के गर्नु भन्दाखेरि मेथडमा गएर के गर्नु तपाईँले मोडल स्किममा जानु, x को भ्यालु कति राख्नु पर्यो हामीले अब -293.17 यो, किनकि हाम्रो यो हेर्नु त के यो वाला कुन हाम्रो चाहिँ टार्गेटेड कुन हाम्रो यसमा चाहिँ एभरेज 1830 एन्ड टार्गेट डबल जेस हो नि त, ठ्याक्क हामीले उल्टो गर्न लाग्यो नि। टार्गेट हाम्रो कुन अहिलेको लागि चाहिँ MUTM एभरेज वाला हो नि त, त्यही भएर -293.17 -293.17 y चाहिँ -726.18 -726.18 z चाहिँ -245.36 -245.36 यसरी हामीले रिलेसन चाहिँ बनाउन सकिन्छ है। ल हेर्नु त यो भ्यालु राख्नु तपाईहरुले भयो यहाँसम्म। अब के गर्ने हामीले ओके गर्दियौँ है त। अब यहाँ चाहिँ के छ भन्दाखेरि अब एकचोटि ट्राई गरौँ हैन। एकचोटि ट्राई गर्दै तपाईको के हुन्छ अब यो ट्रान्सलेसन बनाइसकेपछि एकचोटि जीएस अफ गरेर खोल्न पर्ने हुन्छ हैन। मेरोमा चाहिँ पहिलाको पनि भएर चाहिँ हुन्छ। एकचोटि सबैले चाहिँ ट्राई गरौँ है त। त्यही पनि के गरौँ हामी प्रोजेक्टमा जाऊँ हैन। प्रोजेक्टमा गएर भएपछि तपाईले के गर्नु भन्दाखेरि जुन हाम्रो डब्ल्युजीएस वाला डेटा चाहिँ डब्ल्युजीएस यहाँ राखौँ। जीसी डब्ल्युजीएस छ यहाँ हाम्रो हैन। अब आउटपुट कोअर्डिनेट कतै दिउँ हामीले हैन। यो कुन भन्दाखेरि एसयुटी सोधेपछि यो चाहिँ हाम्रो MUTM को भयो हैन। आउटपुट कोअर्डिनेट सिस्टम हाम्रो कुन हो रे? यो MUTM 84 वाला यो वाला भयो हैन। अनि तपाईहरुको चाहिँ यहाँ कसैको क्रस देखाछ भने जीएस बन्द गरेर खोलेर एकचोटि गर्नु हैन। मेरो त पहिले पनि गरेको थिए त्यही भएर मेरोमा देखाएन। ल हेर्नु त अनि तपाईहरुको कसै त्यो धेरै सो क्रसै देखाउँछ है। यो मैले धेरैलाई सिकाउँदाखेरि त्यो भइराको छ धेरै त्यस्तै हुन्छ।
ट्रान्सफर्मेसन गरेर भए सुरुमा क्रस देखाउँछ, पछि चाहिँ एकचोटि काटेर गर्नुपर्छ। अनि गरेपछि तपाईँको जहिले पनि के हुन्छ भन्दाखेरि तपाईँको डब्लुजिएस भन्दा जहिले पनि के हुन्छ हाम्रो थोरै राइटतिर चाहिँ सिफ्ट भइरहेको हुन्छ कि हाम्रो जहिले पनि एमइटिएमको डेटा के। अब हाम्रो डेटम चेन्ज हो नि त, डेटम चेन्ज भएपछि भने त्यसरी तपाईँको डेटाहरू पनि के हुन्छ यसरी सिफ्ट भएर आउँछ है। सर यता त्यो कस्टम गरेको फेरि भनिदिनु त। यो क्रिएट कस्टम गरेको होइन, हजुर तपाईँले कोर्डिनेट सिस्टम त बनाइसक्नु भयो होइन, हजुर बनायो। अनि फेभरेटमा पनि राख्नु भएको छ होइन। अब के गर्ने हामीले क्रिएट कस्ट्युममा जाने हामी होइन। जस्तै हाम्रो जियोग्राफी ट्रान्सफर्मेसनको नाम के हो भनेर दिन पऱ्यो क्या हामीले है। जस्तै अब जस्तो ट्रान्सफर्मेसनको नाम के हुन सक्यो भन्दा एबिसी दिए पनि भयो, जे दिए पनि पछि आफूलाई चिन्न सजिलो हुनको लागि के गर्ने हामीले के गर्न लाग्यो डब्लुजिएसदेखि केमा लानु लाग्यो डब्लुजिएस 84 देखि केमा लानु लाग्यो हामीले एमयुटिएम 81 लानु लाग्यो नि त होइन। अब इनपुट हाम्रो कुन हो, इनपुट भनेको हाम्रो लेयरबाट गयो नि भयो, जियोग्राफीबाट गयो नि भयो, जियोग्राफीमा गएर वर्ल्डमा गएर डब्लुजिएस 1984 हाम्रो इनपुट भयो। आउटपुट भनेको हाम्रो के हो अघि जुन गराएको थियो नि हामीले कोर्डिनेट सिस्टम एमयुटिएम 84 इलिप्सोइड भनेर यो भयो, त्यो हाम्रो के भयो 81 वाला यो भयो होइन। अब यो दुइटालाई गराउने रिलेसन त हाम्रो चाहियो नि त, त्यो रिलेसन हाम्रो केले दिइरहेको छ भन्दा यसले दिइरहेको छ के। यो मैले राखिदिएको छु है मोल्डेस्की भनेर, यो तपाईँले साइटहरू हेर्नु भने पाउनुहुन्छ है। जस्तै कसैको पोइन्टहरू इग्नोर गरेर हुन्छ, पोइन्ट नराखेको हुन्छ। यो चाहिँ यो कुनवाला हो भन्दाखेरि यो चाहिँ हेर्दा तपाईँको के लेखेको छ यहाँ सोर्स जिसिएस लेखेको छ, के लेखेको छ एभरेज 1830 होइन। त्यसपछि के हुन्छ एन टार्गेट भनेको जिसिएस के छ त डब्लुजिएस 1984 भन्ने छ हो कि नै। भन्न खोजेको तपाईँको के भन्दा डब्लुजिएस 1984 तपाईँको टार्गेट हो। भन्न खोजेको के भन्दाखेरि एमयुटिएमदेखि डब्लुजिएस गर्दाखेरिको चाहिँ यो वाला प्यारामिटर हो भनेछ। भन्छ यहाँदेखि जाँदा के होला ठ्याक्क उल्टो होला नि त। त्यही भएर के गर्ने हामीले यहाँ चाहिँ भ्यालु नेगेटिभ राखेको हो कि। त्यो पनि कुन लाउनु पर्यो मोल्डोस्की भन्ने मेथड लगाएर है त। त्यसमा के गर्नु पर्यो हामीले मेथडमा मोल्डोस्की लाउने, प्यारामिटरमा के गर्ने जस्तै यहाँ प्लस छ भन्ने माइनस राख्नु पर्यो क्या हामीले चाहिँ। 293 छ भने के माइनस 293.17 राख्ने होइन त। यो भ्यालु चाहिँ नेगेटिभ गरेर राख्नु क्या तपाईँहरूले चाहिँ, वाइमा त्यसरी जेडमा त्यसरी राख्नु। यहाँसम्म गर्नुभयो। क्रस पनि आएको होला कतिजनाको चाहिँ जिआइएस अफ गरेर खोल्नु फेरि भने है, फेरि खोलेर चाहिँ अनि त्यसपछि यो के भन्छ अरे यो सिधै हामी प्रोजेक्ट गर्नु होला त्यसपछि। के छ क्रस आएको छैन हजुर, क्रस चाहिँ आउनु पर्ने हो त्यहाँ प्रोजेक्ट गर्दाखेरि। सुरुमै त त्यस्तो मैले भएको थाहा पाएन कि कहिलेकाहीँ त्यो मिल्यो भने चाहिँ आफै त्यो इन्भाइरोमेन्ट मिल्यो भने हुने हो, नत्र फर्स्टमा त भएको मैले थाहा पाएन। सबैको भएको हो र यो प्रोजेक्ट भयो, क्रस आएर बन्द गरेर खोलेर प्रोजेक्ट भयो त ठिक छ।
त भएको जतिले के गर्नु भन्दाखेरि अब 81 को गराउनु भएको छ भने तपाईँहरूले एउटा 84 को गराउनु, 84 को गराएर चाहिँ एउटा 84 गराएर चाहिँ त्यति राख्नु, त्यसपछि चाहिँ अनि त्यसमा सल्लाह गरौँला। अनि मैले भनिसकेँ 84 को लागि के गर्ने भनेर। 84 को लागि गर्ने भनेको सेन्ट्रल मेडियन 84 मात्र राख्ने, अरू सबै कोर्डिनेट सिस्टम त्यसरी नै चेन्ज गर्ने हो है त हामीले। त 84 को गराउनु त। अनि त्यसपछि एउटा अझ एउटा हाम्रो बाई डिफल्ट भएको त एउटा कोर्डिनेट सिस्टम छ जुन चाहिँ हाम्रो एभरेजसँग म्याच खाइरहेको हुन्छ, त्यो पनि युज गर्न सिकाउँछु। अनि त्यसपछि चाहिँ आजको सेसन चाहिँ सक्छु है त। प्रोजेक्ट हुँदाखेरि तपाईँले ख्याल गर्नु, जहिले पनि हाम्रो डेटा जुन प्रोजेक्ट भएर आएको डेटा हुन्छ त्यो चाहिँ राइटतिर चाहिँ सिफ्ट भएको हुन्छ है हाम्रो, है पहिलाको भन्दा हेर्नु त। पहिलाको थियो भने अलिकति राइटतिर चाहिँ सिफ्ट भएको हुन्छ कि। गर्नुभयो तपाईँले 84 मा? ल ठिक छ, त्यो 84 को गर्नु, 87 गर्नु होइन, त्यो बनाएर राख्नु, त्यो तपाईँलाई काम लागिरहेको हुन्छ जहिले पनि होइन। तपाईँलाई जस्तै क्यास सम्बन्धी मैले अघि नै भने कामहरू गर्न पर्यो भने, अथवा तपाईँले कुनै हाइड्रो पावर कतैतिर काम गर्न पर्यो भने चाहिँ त्यो कुराहरू चाहिँ कोर्डिनेट सिस्टम चाहिँ एमयुटिओमा गरेर क्यास्टलतिर इन्टिग्रेट गरेर चाहिँ काम गर्न सकिन्छ है त हामीले। र अब हामीसँग के छ भन्दाखेरि जस्तै हामीले एभरेजको कुरा गरे, अब यो भनेको त हामीले ट्रान्समिसन प्यारामिटर बनाएर हो। तर अहिले चाहिँ हाम्रो के पनि एउटा फिचर आएको छ भन्दाखेरि हामीले चाहिँ नगरकोट भन्ने पनि हामीसँग ड्याटमको एउटा एभरेजकै ड्याटम हो, नगरकोट भन्ने कोर्डिनेट सिस्टम पनि छ। त्यसबाट पनि हामीले के गर्न सकिन्छ, हामीले प्रोजेक्ट चाहिँ गर्न सकिन्छ है। त्यसको चाहिँ हामीले यसरी बनाइराख्नु पर्दैन है, सिधै हुन्छ हेर्नु त।
प्रोजेक्टमा जानु तपाईँहरू होइन, प्रोजेक्टमा गएर के गर्नु भन्दाखेरि अहिलेको डब्लुजिएस भन्ने डेटा छ तपाईँहरूको चाहिँ होइन, डब्लुजिएस 9084 भन्ने डेटा छ। अब यो डेटालाई चाहिँ के गर्नु भन्दाखेरि तपाईँहरूले एउटा कतै सेभ गर्नु, सेभ गर्नुभयो होइन। अब आउटपुट कोर्ने सिस्टममा माथि चाहिँ तपाईँले के गर्नु सर्च गर्नु है त, नगरकोट भनेर सर्च गर्नु होइन। ए नगरकोट भनेर सर्च गर्नु भएपछि तपाईँको के छ भन्दाखेरि जियोग्राफिक र प्रोजेक्ट भन्ने देखाएको छ। प्रोजेक्टभित्र जाने, नेसनल ग्रिड भन्ने भित्र जानु होइन, एसिया भन्ने भित्र जानु, नेपाल नगरकोट टिएममा डबल क्लिक गर्नु होइन। जस्तै यो कुन हो 81 हो नि त होइन। अब केही गर्नु परेन, हामीले सिधै के गर्ने 81 भनेर लेख्ने हामीले चाहिँ होइन। अरू सबै यसको के छ, यसको ट्रान्सफर्मेसन पनि सबै अटोमेटिक नै दिइसकेको छ है, हामीले केही गर्नु पर्दैन है। 81 गर्ने, ओके गर्ने होइन। त्यसपछि के गर्ने हामीले ओके गरेर चाहिँ तपाईँको के गर्नेपछि ओके गरिदिएपछि आफै नै आउँछ है त। ल होइन त तपाईँको फेरि मैले भन्थेँ नि अघि तपाईँलाई, जस्तै एभरेस्टको जस्तै तपाईँको जुन भन्थेँ नि मैले, एभरेस्ट र नगरकोट चाहिँ लगभग सेम नै दिइरहेको हुन्छ है। एमयुटिएम र एमयुटिएम र त्यो तपाईँको के छ अरे नगरकोट चाहिँ तपाईँहरूको एउटै नै दिइरहेको हुन्छ हेर्नु त। डाटम चेन्ज भएर चाहिँ यसरी आइरहेको हुन्छ है। यो चाहिँ फिचर भनेको तपाईँको नगरकोटवाला फिचर भनेको चाहिँ पछि चाहिँ जिआइएसले राखेको है, पहिला थिएन यो चाहिँ। पहिला चाहिँ यसरी नै मान्छेले के गर्थे युटिएममा चेन्ज गर्दै गर्ने गर्थे मान्छेले चाहिँ होइन। तर अहिले चाहिँ के गरेको छ नगरकोट भनेर चाहिँ नगरकोटको डाटमसँग चाहिँ इन्टिग्रेट गरेर चाहिँ राखेको छ है त। अब तपाईँलाई कसैले जस्तो पनि डेटा माग्न सक्यो, तपाईँलाई कसैले युटिएममा दिए भन्छ, कसैले एमयुटिएममा दिए भन्छ, कसैले नगरकोटमा दिए भन्छ, जस्तो नि माग्न सक्छ त्यसलाई चाहिँ तपाईँले अब कसरी गर्ने भन्ने कुरा चाहिँ सायद सिकिसक्नुभयो जस्तो लाग्यो है त। भयो होला तपाईँको है। ठिक छ, मैले चाहिँ समरी चाहिँ हजुरलाई भनिदिएँ होइन। अब समरी भन्छु अनि त्यसपछि ल आज सेसन चाहिँ
ल हेर्नु है, अब मैले अब पहिला पनि भयो नि तपाईँलाई, अब यो कोर्डिनेट सिस्टमको कुरा नथाहा चाहिँ के भन्छ तपाईँ जिआइएस सिक्नु भनेको नै अब जस्तै हुन्छ नि, मतलब त्यो अलिकति कन्सेप्ट पनि लाउन सकिँदैन क्या यसमा चाहिँ। कोर्डिनेट सिस्टमको अलिकति कन्सेप्ट भएपछि चाहिँ जस्तै डेटाहरू पनि ओभरले भइदिन्छ कि होइन, अरू जस्तै कहाँबाट ल्याउँछ डेटाहरू, कहिलेकाहीँ हामीले डिस्चार्ज गरेर ल्याउनु पर्ने हुन्छ होइन, कहिले पुरानो टोपो म्यापहरूबाट स्क्यान गरेर ल्याउनु पर्ने हुन्छ होइन, त्यसपछि तपाईँले कहिलेकाहीँ चाहिँ के हुन्छ त्यो क्यास्टल डेटाहरू त्यो किता नक्साहरू हुन्छ त्यसबाट ल्याउनु पर्ने हुन्छ है, कहिले टिएसबाट ल्याउँछन्, कहिले इन्स्ट्रुमेन्ट पनि फरक फरक हुन्छ। अब त्यो सबै फरक फरकबाट आएको डेटाहरूलाई मिलाउनु त लास्टमा कसरी कोर्डिनेट सिस्टम मिलाएर नै मिलाउने हो होइन। कोही जियोग्राफीमा छ कोही प्रोजेक्टमा छ भने सुरुमा हामीले काम गर्नु अगाडि के गर्नु पऱ्यो, एउटा चाहिँ हामीले कुन प्रोजेक्ट कोर्डिनेट सिस्टममा काम गर्ने त्यसलाई पहिला आफूले सोच्नु पऱ्यो र सोचेर भएपछि त्यसलाई के गर्ने एउटा आफूले चाहेअनुसारको कोर्डिनेट सिस्टममा चाहिँ ल्याउनु पऱ्यो है त। त्यसमा पनि हो नि त तपाईँको डब्लुजिएस र एमयुटिएम यो दुइटाको कोर्डिनेट सिस्टम हामीले ट्रान्सफर गर्दाखेरि नि हेऱ्यौँ नि त हामीले, यसको लोकेसन चाहिँ हाम्रो केही पनि चेन्ज भएको छैन, युनिट मात्रै चेन्ज भएको छ, देख्नुभयो नि तपाईँले होइन। जस्तै किन भन्दाखेरि डब्लुजिएसको यो ड्याटम के थियो हाम्रो डब्लुजिएस थियो, यसको पनि ड्याटम के थियो डब्लुजिएस थियो, तर युनिट चाहिँ के थियो भन्दा यसको चाहिँ हामीले डिग्रीमा आइरहेको थियो नि, यसको युनिट चाहिँ केमा आइरहेको थियो तपाईँहरूको चाहिँ मिटरमा चाहिँ आइरहेको थियो है, त्यही नै फरक थियो कि न त चेन्ज। यसमा चाहिँ हामीले यदि हामीले कुनै पनि डेटाहरूलाई देखाउन भिजुअलाइजको मात्र काम गर्नु छ भने यसमा चेन्ज गरेर राख्नु परेन कि हामीलाई चाहिँ है। क्यालकुलेसन, फिचर क्यालकुलेसन, एरिया क्यालकुलेसन होइन, प्यारामिटर क्यालकुलेसन, लेन्थहरू मेजर गर्ने यताउति कुरा गर्न पर्यो भने चाहिँ के गर्ने बल्ल हामीले यसलाई चाहिँ यसमा चेन्ज गर्न पाइयो है, नत्र गरिराख्नुपर्छ भन्ने छैन यसमा है। तर हामीसँग चाहिँ जस्तै अब एमयुटिएमको डेटा छुट्टै ड्याटमको डेटाहरू छ भने चाहिँ अब यो डेटा र यो डेटालाई ओभरले गर्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि हामीले जहिले पनि यसलाई चाहिँ यसमा लानको लागि एउटा कोर्डिनेट सिस्टम डिफाइन गर्नुपर्छ है। मैले भनिसकेँ नगरकोट पनि छ, तर नगरकोट भए तापनि के गर्छ एमयुटिएम नै मागिरहेको हुन्छ है नेपालको केसमा है। धेरै जसो विभागहरूले चाहिँ एमयुटिएमकै डेटा लिएर आउनु भनेर हुन्छ, नगरकोटमा राखे पनि त्यो समस्या त परेन होइन, नगरकोटमा आफूले काम गर्दाखेरि नगरकोटमा राखेर गर्दा पनि भयो। तर हामीले एमयुटिएममा गर्नु पऱ्यो भने के छ भन्दाखेरि बाई डिफल्ट छैन हामीसँग त्यहाँ, त्यही भएर के गर्नु पऱ्यो सुरुमा हामीले कोर्डिनेट सिस्टम चाहिँ डिफाइन गर्नु पऱ्यो एमयुटिएम भन्ने है। एमयुटिएम भन्ने कोर्डिनेट सिस्टम डिफाइन गरिसकेपछि अब हामीलाई के पनि गर्नुपर्छ भन्दाखेरि रिलेसन के डब्लुजिएसदेखि एमयुटिएममा जाँदाखेरि चाहिँ तपाईँको रिलेसन केले दिन्छ भन्दाखेरि मोल्डसको त्यो भ्यालु छ नि, त्यो भ्यालु राखेर चाहिँ हामीले के गर्न सक्यो एउटा रिलेसन पनि दिन सक्यो। र त्यो रिलेसन दिइसकेपछि हामीले के गरिन्छ भन्दाखेरि कोर्डिनेटलाई चाहिँ हामीले के गर्यो भन्दाखेरि यसबाट यसमा चेन्ज गरियो। यो मैले जुन भ्यालु दिएको छु यो भनेको तपाईँको के भन्दाखेरि यहाँदेखि यता आउनको लागि चाहिएको भ्यालु हो, अब यहाँदेखि उता लानुको लागि के हुन्छ नेगेटिभ भनेर राखेर चाहिँ हामीले कन्भर्जन गराउन सकिन्छ है त। अब मैले तपाईँलाई सिकाएँ डब्लुजिएसदेखि एमयुटिएमको, तपाईँले एमयुटिएमदेखि डब्लुजिएसको लागि पनि बनाउन सक्नुहुन्छ है। एमयुटिएममा डब्लुजिएसको लागि के गर्ने तपाईँले त्यसरी नै के गर्ने एउटा तपाईँले के गर्नु पऱ्यो, यसमा त हामीले एमयुटिएमको बनाइसकेका हुन्छौँ, डब्लुजिएसमा लानको लागि सिधै हामीले मोलरसीमा गएर प्यारामिटरको ठाउँमा चाहिँ प्लस प्लस भ्यालु राखेर चाहिँ तपाईँले चेन्ज चाहिँ गर्न सक्नुहुन्छ है त। कसैलाई के सोध्नुपर्ने छ? यो तपाईँको ओभरले भएर दुइटै सँगै आइरहन्छ। नगरको कोर्डिनेट सिस्टम टावर मुनिको कन्ट्रोल स्टेसनको रिफरेन्समा बनाएको भनेर जस्तै नगरको कन्ट्रोल पोइन्टहरू भनेर हुन्छ नि हामीले होइन। यो नगरको कोर्डिनेट सिस्टम भनेको तपाईँको के छ भन्दाखेरि यो पनि यसको पनि ड्याटम नगरकोटको ड्याटम त्यो दिइरहेको छ, त्यो के भन्छ नगरकोटकै भन्ने ड्याटम छ, त्यो ड्याटम अनुसार नै बनाएको। यो पनि लोकल भएको कारणले गर्दाखेरि के भइरहेको छ हाम्रो दुइटा चाहिँ ओभरले भएको छ कि एमयुटिएम र यसको के हेर्नु त रात र योवाला चाहिँ है। जति लोकल बनाउँदै गयो जति लोकल्ली हामीले डेटमहरू लिँदै गयो त्यति नै के हुन्छ हाम्रो कोर्डिनेट सिस्टम चाहिँ अलिकति बढी एक्युरेट चाहिँ आउँदै गर्छ है त। ठिक छ, अब तपाईँहरूको अब प्र्याक्टिकली काम गर्दाखेरि चाहिँ अब तपाईँको क्लाइन्टहरूको डिमान्ड के छ, अथवा तपाईँहरूलाई अब भनौँ सरकारीमै काम गर्नु हो भने त्यहाँ पनि तपाईँलाई होइन तपाईँहरूभन्दा माथि लेभलको सरहरूको डिमान्ड के छ, अथवा तपाईँलाई जुनियर लेभलहरूलाई कस्तो खालको डेटा चाहिन्छ के दिन पर्छ त्यो कुराहरू चाहिँ डिमान्ड अनुसार चाहिँ हामीले अब जस्तो पनि नेपालमा बसेर चाहिँ कोर्डिनेट चाहिँ कन्भर्जन गर्न सक्यो है त। अब कन्भर्जन गर्ने यो मैले तपाईँलाई एउटा तरिका सिकाएको भने चाहिँ जस्तो तपाईँ विदेशहरू जानुभयो भने पनि होइन, जस्तो उतातिरको कोर्डिनेट सिस्टम भनेको डब्लुजिएसबाट उता उनीहरूको कोर्डिनेट सिस्टमको पनि के हुन्छ एउटा ट्रान्समिसन प्यारामिटर हुन्छ, त्यसरी नै प्यारामिटर राखेर चाहिँ हामीले कन्भर्जन पनि गरेर चाहिँ हेर्न सकिन्छ है त। तर तरिका चाहिँ के हो यही एउटा नै हो है, भ्यालु मात्र फरक हुने, यो भ्यालु जुन राखेको छ हामीले त्यो भ्यालु चाहिँ फरक हुने है त। ल ठिक छ, आजलाई यति नै गरौँ होइन। अब तपाईँहरू पनि प्र्याक्टिस गर्नु होला किनकि यो एक्चुली यो हेरेर मात्र हुँदैन, मैले तपाईँलाई यो चाहिँ पठाइदिन्छु, मैले यो समरीकै लागि बनाएको मैले होइन। त्यो चाहिँ अलिकति त्यो अरू ट्रेनिङहरू दिँदाखेरि यो थ्योरीहरू दिन्छ भने अब यो चाहिँ हामीसँग थोरै समय भएको कारणले समरीमा इफेक्टिभ पनि यही नै हुन्छ जस्तो लाग्यो मलाई। यो चाहिँ मैले हजुरलाई पठाइदिन्छु अनि त्यही अनुसार तपाईँहरूले चाहिँ प्र्याक्टिस चाहिँ गर्नु होला है त। ल
प्रोजेक्टदेखि नै म त पुरानोमा पढिरहेको छु। ल गुड नाइट है सबैलाई।